घर साथीहरू, आज म तपाईहरुको सामु एउटा घाँसको भिडियो लिएर आउँदैछु। यसलाई लेमन ग्रास भनिन्छ। नेपालीमा यसलाई निम्बु घाँस भनिन्छ है त। लेमन ग्रास भनेको निम्बु घाँस हो। यसलाई हामीले उमालेर चिया बनाएर पनि खान सक्ने छौं। यसलाई हामीले हरियै पनि खान सक्छौं। डल्लो पारेर चियामा पानीमा हालेर उमालेर खान सक्छौं र यसरी हामीले काटेर सुकाएर पनि थोरै गरेर सुकाएर राखेर थोरै गरेर खान सक्छौं। यो मामूली घाँस देखिन्छ तर एकदमै राम्रो हो। पहाडमा जहाँ तै पाइन्छ। यतातिर नै चिन्नेले चिन्छन्, नचिन्नेले घाँस जस्तै देखिन्छ र यसलाई हामीहरू काटेर चिया बनाएर अथवा यसको पानी खाने गर्दैछौं र यसले जिउहरू दुखेको पनि राम्रो हुन्छ र टाउको दुखेको पनि राम्रो हुन्छ। स्किनलाई पनि एकदम राम्रो हुन्छ। पहाडतिर प्रशस्त मात्रामा यसलाई खाने गर्छन्। त्यसले गर्दाखेरि उहाँहरू टाउको दुख्यो, जिउ दुख्यो भने उहाँहरूले दबाई खाने गर्नुहुन्न। प्राय यस्तै लेमन ग्रास भयो, चिरैतो भयो, त्यस्तैहरू अर्ग्यानिकहरू खानुहुन्छ। त्यसले गर्दा उहाँहरूको स्वास्थ्य पनि राम्रो हुन्छ, आयु पनि लामो हुन्छ। त्यसले गर्दा हामीले पनि यसरी आफै पनि बनाएर खान सक्ने छौं। यसलाई हामीले छतमा रोप्दा नि हुन्छ, कोरेसम बारीमा रोप्दा पनि हुन्छ, एउटा सानो पटमा केहीमा हाल्दा नि हुन्छ, बोरातिर हाल्दा नि हुन्छ, चामलको बोरा हुँदी जेमा पनि लाएर हामीले यसलाई उमारेर खान सक्छौं र यो एकदमै राम्रो हो। यस मेरो युट्युब च्यानलमा हेरेर सब्स्क्राइब गरिदिनुहोस्, शेयर गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। थ्यांक यू।